उहाँले कम्प्लेन राख्नु भएको थियो, कम्प्लेन पनि प्रहरीले खोसेर लगेको छ, कम्प्लेन नै खोज्ने अवस्था रह्यो। यो रापरबाको संसदीय दलको कार्यालय शिवदरबार हो। अब प्रवक्ता ज्ञानेन्द्र साई, माननीय दीपक सिंह र माननीय ध्रुव प्रधान, माननीय विनय जयसवाल यहाँ संसदीय दलको कार्यालयबाट अब निषेधित क्षेत्रमा जाने भन्ने थियो। यो प्रोग्राम यतै नेपाल प्रहरीले यतै घेरा हालेको छ। दुईटा अब यो सरकार कतै निरङ्कुश ढङ्गले अगाडि बढ्यो भन्ने कुरा यहाँबाट स्पष्ट देखिन्छ। यसरी नेताहरूलाई सिंहदरबारभित्रै संसदीय दलको कार्यालयमै घेरा हालेको छ। गाडी संसद दलको कार्यालय